चाहिँ हामी के अरे हिगासी पुल हेर्न आएको थियौँ। लगभग 3, 6, 7, 8, 9, 10, 11 जनाको ग्रुप लिएर सबैजना छ। Losing almost all my energy. It's getting hard to talk to you, and I'm the only one who speaks. It's all the things you never show. There are the things I want to know. Secrets start in your heart so slow. यहाँ चाहिँ अब फ्रेस हुनको लागि आउँदा चाहिँ निकै ठिक छ। किनभने त्यो टक्क बसिरहनु भएको छ एकजना बस्ने ठाउँ रहेछ। यो तल चाहिँ बस्न मिल्छ। Turning all the wrongs into rights. Here we go. You can take me there tonight. Whoa, this life is all yours. Whoa, I can't stay if you can't let it go. I never really know what's going on. And even when you're next to me, I feel like you were gone. It's all the things you never show. म चाहिँ माथि बसिरहेको थिएँ। तल ऊ त्यहाँनिर मान्छेहरू गएको जस्तो लाग्यो। तर कताबाट गयो त्यहाँ माछा मारे खाने के खाने यसो भिडियो गरौँ भनेर म यसो त्यहाँ पुगेर आउँछु। अनि हाम्रो टोलीहरू चाहिँ माथि नै बसिरहेको छन् फोटो खिच्दै। एउटा टोली यहाँ छन्, एउटा टोली यहाँ बसिरहेको छ, उहाँ छ। म चाहिँ अब त्यहाँ पुगेर आउँछु। के रहेछ त्यहाँनिर माछा मारिरहेको छन् यसो हेर्छु। अब त्यहाँ नेपाली त कोही पनि छैन पके पनि। कता कराउनु पो हो कि होइन थाहा छैन। तर यो ठाउँ राम्रो लाग्यो। अनि त्यही भएर म जान लागेको। म पछाडिको भ्यू देखाइदिन्छु है त ल। पछाडि चाहिँ यस्तो छ। ओ म माथिबाट आएको हो। म यस्तो छ यहाँको बाटो चाहिँ यस्तो छ। यो भित्र बाटो चाहिँ त्यहाँ समुद्र चाहिँ नजिक छ, किनार हो कि म जान लागेको चाहिँ। अब मैले थाहा मैले त चिनेको त छैन ठाउँ। यो फर्स्ट टाइमै हो। त्यही पनि यहाँ चाहिँ प्रायः जसो चाहिँ माछा मार्न आउँदो रहेछन् सबैजना। अनि एउटा सायद समुद्रकै अनि यो चाहिँ साइडको एउटा छुट्टेको किनार होला कि सायद। मतलब एउटा पोखरी जस्तो छ यहाँ तल। अनि यहाँ धेरैजना चाहिँ माछा मार्न आउँदो रहेछन्। ल भ्यू चाहिँ यस्तो छ। त्यस हजुरहरू पनि जापान ओसाका हुनुहुन्छ भने चाहिँ यो ठाउँ आउँदा हुन्छ। ओसाकामा पनि अब यो नजिक छ भने चाहिँ हिगासी पुल भन्दो रहेछ यसलाई। उतापट्टिको चाहिँ पुल भयो। अब यो चाहिँ पोखरी होला। म चाहिँ अब अलि तल जाँदैछु जहाँ चाहिँ मारिरहेछन् माछा। म चाहिँ अलि उता जाँदैछु। उताबाट अझै क्लियर आउँछ समुद्र। अनि तर नयाँ ठाउँ कस्तो डर लाग्ने। 3-4 जना देख्दाखेरि पनि हुन्छ नि। मतलब यो आउने हुने ठाउँ हो कि होइन कि थाहा छैन। अब नयाँ ठाउँ देखेपछि घुम्न मन लागिहाल्छ। ल यस्तो क्लियर छ वातावरण। पछाडि पुरै समुद्र हो। यो पछाडिको भ्यू हो यो।
यो पुल हो यो तल समुद्र छ यो समुद्रको पानी ओके बाय 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 चाहिँ माछा मार्नेहरूलाई सोधेको थिएँ कसैको नि परेन अरे माछा म चाहिँ त्यहाँ गएँ सबैले माछा मारिरहनु भएको रहेछ तर एउटाको हातमा पनि देखिनँ माछा मैले भन्नु खोजेको मतलब त्यो माछा राख्ने बक्स हुन्छ नि जुन परेको बक्स एउटा पनि देखिनँ माछा परेको छैन तर खै के आसमा यिनीहरूले मतलब जाल थापिराखन् भनौँ न होइन तर केही छैन मलाई चाहिँ घुमघाम भइहाल्यो नयाँ ठाउँको दर्शन भयो टक्क यो कस्तो हरियाली छ हजुरहरू पनि ओसाकातिर हुनुहुन्छ भने चाहिँ यो ठाउँ आउँदा हुन्छ म त आएको धेरै भएको छैन यो यहाँ आएको त मेरो फर्स्ट टाइम हो माथि चाहिँ फोटो खिचिरहेछन् हाम्रो ग्रुपले जे रमाइलो गरिरहेछन् हाम्रो ग्रुपहरू यिनीहरू हुन् देखायो ब्लग है ऊ चाहिँ मेरो रुम पार्टनर हो हाई गाइस ल आजको चाहिँ भिडियो यति नै थियो मन पऱ्यो भने लाइक गर्नु होला सब्सक्राइब गर्नु होला कमेन्ट गर्नु होला यस्तो भिडियो ल्याइरहन्छु म नयाँ नयाँ ठाउँको हावा यस्तो मिठो चलेको ठाउँ त बसिराम जस्तो रहेछ तर हामी रुममा पनि पुग्नुपर्छ